अब एउटा ठूलो प्रश्न, यस धरतीमा, जंगलमा, समुद्रमा, मिट्टीमा लाखौं करोडौं फरक फरक जीवहरू छन्। एउटा सानो ब्याक्टेरियादेखि एउटा विशाल ब्लू व्हेलसम्म। यी सबैमा एउटा कुरा बिल्कुल एउटै छ, तिनीहरूको जेनेटिक भाषा, डीएनए को भाषा। एउटा ब्याक्टेरियामा जुन कोडले एलानिन अमिनो एसिड बनाउँछ, त्यही कोड बिल्कुल त्यही एउटा मान्छेमा पनि एलानिन नै बनाउँछ। एउटा अक्षर पनि फरक छैन। 3.5 अर्ब वर्षको इभोल्युसन पछि पनि यो भाषा बदलिएन, किनभने यो भाषा बदलिएको भए कुनै पनि जीव बाँच्न सक्दैनथ्यो। प्रकृतिले यसलाई लक गरिदियो सदाको लागि। वैज्ञानिकहरू यसलाई भन्छन् युनिभर्सल जेनेटिक कोड। युनिभर्सल अर्थात् यस धरतीको हरेक जीवमा एउटै। तर यो सिमिल्यारिटी आयो कहाँबाट? के साँच्चै हामी सबै कुनै एउटै जीवबाट आएका हौं? त्यो रहस्य यति चौंकाउने छ कि तपाई पत्याउनै गाह्रो हुन्छ। अर्को सिनमा